भन त मैले नि एउटा कुरा भन्दैछु कि तपाईहरुलाई यो स्ट्रबेरी चाहिँ नि एभ्रीवन नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आज चाहिँ अब बर्थडे सड्डे सक्यो, तपाईले हेर्नुभयो होला, राम्रैसँग भयो सबै चिजहरु। अन्त अब अहिले चाहिँ के छ भने निलेश पनि अब गइसक्यो काममा आफ्नो। अन्त म चाहिँ हिजोको बर्थडेको बचेको केक चाहिँ खानु आँटेको छु हो। नानीको बर्थडेको केक बाँचेको, अरू केकहरु चाहिँ सबै पठाइदिए हो, छेमाहरुलाई पठाइदिएको थिए अब बहिनीहरुलाई। अन्त यहाँ चाहिँ अलिकति खीर पनि बाँचेको छ, अब यो खीर पनि म खान्छु। भोक लाग्यो नि त, बेलुका भयो। अन्त नानीलाई पनि दिन्छु अलिकति। नानी यता हेर त छोरी। सो यो केक चाहिँ के भयो भन्दा अस्ति हिजो बर्थडेमा चाहिँ मैले राम्रोसँग खानै पाइनँ नि त। नानीले जति खिलाए त्यति मात्रै खाएको थिएँ, खीर पनि कम्ती खाएको थिएँ। अन्त यसमा चाहिँ मुछेको आटा राखिराख्छ, यो दुध राखिराख्छ यहाँ। अब म यो केक नानीलाई पनि दिन्छु, अन्त म पनि खान्छु। यति दिन्छु, यति त खाँदैन नानीले, मलाई थाहा छ। बट फेरि पनि लौ चम्मच यहीँ छ, ऊ खानुस्। अब चाहिँ म लिन्छु, कोही त छैन खाने हो, आधा भन्दा बेसी त बाँडी नै सके। अब यति चाहिँ म खान्छु, यो चाहिँ राखिदिन्छु भोलि नउठेको त्यो। हजुर ओके, चाहिँ यो चाहिँ राखिदिन्छु, भोलि खान्छु। टेस्टी मिठो छ। आए दुईजनै खाम ल मिली। यो नानीको, यो मम्माको। अहिले चाहिँ हामी जाँदैछु, यहाँ एकजनाको भात खुवाएछ नानीको, हाम्रै फ्ल्याटको मुनिको नानीको। अन्त त्यही इन्भाइट गर्नु भएको छ, अन्त त्यहीँ जाँदैछु। उता पर छ खानापिना चाहिँ। अन्त म र मेरो नानी छोरी चाहिँ त्यहाँ रहिरहेको छ। अन्त उता पछाडिबाट चाहिँ बाबा र आमा आउनु हुँदैछ। हामी गएको अहिले। आइ पनि सके घरमा, खानासाना खाएर। त्यहाँ अब अलिकति गरेको थिएँ, तपाईँले हेर्नुभयो, सबै खाना खाँदै थियो। खाना खाएको चाहिँ अब के देखाउनु होइन, के गर्नु भनेर अप्ठ्यारो लाग्यो भनेर मैले गरिनँ। ओ नानीले चाहिँ आइसक्रिम दुईटा, यो लिएर चाहिँ दुईटा खाँदैछ। अहिले चिसो लाग्यो भने चाहिँ, सिँगान निस्क्यो भने चाहिँ आफै बुझ्नु ल। त्यहाँ एकजना आन्टीले दिनुभयो आइसक्रिम। सिया कुन चाहिँ लिन्छ भनेर आइसक्रिममा पास देखाएको थियो। ऊ चाहिँ आइसक्रिममा हात हालेर आइसक्रिम लिन्छ। त्यहाँ पनि खायो एउटा, अन्त यहाँ पनि खाँदैछ। अब चिसो लाग्छ, नदिम भन्यो भने यस्तो गर्छ कि नदी हुँदैन। के गर्नु, जिद्दी भइसकेको छ, जिद्दी। हामी कहाँ गएर आएको? बिहामा। कसको बिहामा? अब यसलाई सुताउँछु, सुताएर अब बेलुका भनेर कति फोन चलाउँछु, दमै भइरहेको छ। खाना त अब बहुत बेसी त खाइनँ, खानु त खाएँ तर त्यस्तो बेसी पनि खाइनँ। बट फेरि पनि त्यो पानीहरू खाएर यो गरेर पुरा भुँडी भरिरहेको छ। एकछिन रेस्ट गर्छु, फेरि भेट्छु ल, बाई। नानीले चाहिँ आफ्नो फेभरेट फ्रेन्च फ्राई खाँदैछ यहाँ मेयोनिजसँग। के हो मनु यो? फेभरेट फ्रेन्च फ्राइज भन न। अन्त मेयोनिज। निलेश चाहिँ चाउमिन खानु मन लाग्यो भनेर चाउमिन मात्रै लिनु पठाएको थिए।
के बोकेर आएछ के किनी माग्यो बाबालाई के हो यो रङ पनि के लिएर आएको किन कहिले पो होली भोलि हो होली मलाई थाहै थिएन मनुले यो के लिएर आएको गन वाउ के गर्छौ यसो पिचकारी थिएन कति रुपियाँ अरे कस्तो होला यस्तो त्यो लामो पाइप होला अरे के भन त तुमको नहीं छोड़ूंगी। क्यों? मत मारो मुझे, मत मारो प्लीज, मुझे डर लगता है। के लिएर आएछ? गन लिएर आएछ। यो चाहिँ के हो? यो पनि किनी माग्यो। वाउ, स्ट्रबेरी पनि मैले नि एउटा कुरा भन्दैछु कि तपाईहरुलाई, यो स्ट्रबेरी चाहिँ नि मैले आजसम्म कहिले पनि यस्तो अब स्ट्रबेरी भन्ने चीज चाहिँ मैले खाएको छुइनँ। रियलमा फ्लेभरहरु खाएको छु तर कहिले स्ट्रबेरी चाहिँ खाएको छुइनँ। आज म फर्स्ट टाइम यो ट्राई गर्नु आँटेको स्ट्रबेरी। ढाँटेको हैन कि कस्तो हुन्छ भनेर मलाई थाहा पनि छैन। फर्स्ट टाइम खान्छु म। फर्स्ट टाइम म यो स्ट्रबेरी ट्राई गर्नु आँटेको, कस्तो हुन्छ भनेर मलाई थाहा छैन। मैले कहिले खाएको छुइनँ स्ट्रबेरी, आज फर्स्ट टाइम खान्छु। ओके, यस्तो हुँदो रहेछ स्ट्रबेरी। आज थाहा पाएँ। अलिक अमिलो अमिलो छ, गुलियो छैन त्यस्तो। कता कता अम्बक जस्तो पनि लाग्छ नि। डुप्लिकेट स्ट्रबेरी पनि डुप्लिकेट हुन्छ। पत्ताहरु यो भइरहेको छ। आज थाहा पाएँ यस्तो हुन्छ भनेर स्ट्रबेरी खाँदा। सो हाई एभ्रीवान, तपाईहरुले आजको जुन चाहिँ ब्लग हेर्नुभयो त्यो चाहिँ अब तपाईहरुले अलिक टुक्रा टुक्रामा हेर्नुभयो, किनकि अस्तिदेखिको मैले त्यो ब्लग बनाउँदै राखेको थियो। पुरा अब कम्प्लिट गर्नै सकेको थिएन, त्यही कारण चाहिँ मैले अलिअलि जुन जुन चाहिँ पार्टहरु मैले गरेर राखेको थिएँ त्योहरु चाहिँ मैले सबै आजको ब्लगमा हाल्दिएको छु। अनि तपाईले पुरा हेर्देकोमा बहुत बहुत धन्यवाद। यसरी नै मेरो ब्लगलाई हेर्दिनुस् पुरा। अन्त कमेन्ट गर्नु चाहिँ प्लिज नबिर्सिनुहोस्, कमेन्ट चाहिँ गर्नुहोस्, लाइक शेयर सब्स्क्राइब पनि गरिदिनुहोस्। यसरी नै सपोर्ट गर्नुहोस्। अन्त अब जुन चाहिँ ब्लगहरु आउँछ त्यो चाहिँ अब कन्टिन्यू त्यस्तै आउँछ। त्यो चाहिँ अब अस्तिदेखिको ब्लग हो, नानीको बर्थडेको पछिको देखिनको, किनकि त्यो बनाउँदै राख्दै गर्दैछ नि त, हाल्ने पनि टाइम पाएको थिएन। होली आइसक्यो, अब होलीको भिडियो पछि हाल्नु त भएन, त्यही कारण चाहिँ होलीको बनाएको भिडियो चाहिँ मैले पहिला हालिदिएको, त्यो पहिला बनाएको भिडियो चाहिँ मैले पछि हालेँ हो। अन्त र पनि तपाईले हेरिदिनु भयो, बहुत बहुत धन्यवाद। यसरी नै हेरिदिनुस्। अन्त सब्स्क्राइब चाहिँ प्लिज गर्नुहोस्, कमेन्ट पनि गर्नुहोस्, कमेन्ट गर्नु चाहिँ नबिर्सिनुहोस्। थ्याङ्क यू भेरी मच, बाई बाई।